शहीदको दुखित अनुहार देख्दा देख्दै तपाईँ ओर्लो कोठामा बसेर पकवान र मिष्ठान खान सक्नुहुन्न, किनभने एउटा नेपाललाई दुख्दा अर्को नेपाललाई पनि दुख्छ। एउटा नेपालीको आँखामा आँसु आउँदा हाम्रो पनि कोष रसाउँछ। एकअर्काले हातेमालो गर्नै पर्छ। सक्नेले पुगेर सहयोग गरौँ, नसक्नेले दिएर सहयोग गरौँ। त्यो पनि नसक्नेले सामाजिक सञ्जालमा डिसिप्लिन भएर अनुशासित भएर मानिसहरूमा मोटिभेसनल समाचारहरू सम्प्रेषण गरेर गरौँ, तर गरौँ कहीँबाट गरौँ, जसरी भए पनि गरौँ। मिति 2083 भाद्र 10 गते बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्याएको प्राकृतिक विपदमा परि जनधनको क्षति हुन पुगेको चलचित्र कर्मीहरूको विवरण यकिन गरी चलचित्र विकास बोर्डमा उपलब्ध गराउन चलचित्र कर्मी पेसागत सङ्घ संस्था तथा सरकारवालाहरूलाई अनुरोध गर्ने औपचारिक चिठी सम्पूर्ण संस्थाहरूलाई आउँदैछ। कृपा गरिकन यसलाई नै औपचारिकता मानि आफ्नो सङ्गठनभित्र सदस्यहरूमा यो अभिभावकत्व ग्रहण गर्दै यहाँहरूले यथाशीघ्र सूचना सम्प्रेषित गर्नुहोला। भलै धेरैले गरिसक्नु भएको छ, तैपनि अझ सूक्ष्म अति सूक्ष्म ढङ्गले देशमा र सबैकोमा पुगेन भन्ने ढङ्गले गरौँ। 2, बाढीमा परि जनधनको क्षति पुगेका चलचित्र कर्मीहरूलाई चलचित्र कर्मी कल्याण कोषको अवस्था हेरी कोष मार्फत राहत सहयोग उपलब्ध गराउन पहल गर्ने। यो जहिले पनि गरि नै आइएको छ। यति ठुलो विपदमा चलचित्र विकास बोर्डको कामै त्यही हो र त्यो कल्याणकारी कोष छ जसलाई वसुन्धरा उषाल दिदीले नेतृत्व गर्नुहुन्छ र अन्य साथीहरूले यसलाई सहयोग गर्नुहुन्छ। सम्पूर्ण सङ्घ संस्थाहरूले आइती विपदमा परेको चलचित्र कर्मी हुनुहुन्छ, धनको क्षति भएको चलचित्र कर्मीहरू हुनुहुन्छ, उहाँहरूले आफ्नो संस्था मार्फत कृपा गरिकन सम्पर्क राख्नु होला। अघि लव फ्याकुरलजीले भन्नुहुन्थ्यो उहाँको धान खेतदेखि सबै धेरै कुरा बगायो। परिवारका 14 सदस्यहरू हराइराख्नु भएको छ। सुरुमा 5 सदस्यको खबर थियो। नातागोता लवजी यहीँ कतै हुनुहुन्छ, त्यहाँ बसिराख्नु भएको छ। सो दुःख लवजीलाई पर्यो, तर नागरिकका हिसाबले ह्युमनका हिसाबले हामी सबैलाई दुःख परेको छ। उहाँ लगायत अन्य पनि चलचित्र कर्मीहरूमाथि ती दुःखहरू परेका छन् भने चलचित्र विकास बोर्ड लगायत सम्पूर्ण 28 वटै सङ्गठन लागि पर्नेछ र त्यसमा 2 वटा सङ्गठन फिल्म सोसाइटी र सिनेमा सर्कल नेपाल 2टा सङ्गठन चाहिँ त्यसमा दर्ता छैन, तर ती संस्थाहरूले पनि उल्लेखनीय राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यहरू चलचित्र उद्योगको लागि गरिरहेको कुरा यहाँहरूलाई म निवेदन गर्दछु। चलचित्रहरू हामीले के सोच्यौँ भने चलचित्र कर्मीहरूले कसरी सहयोग गर्ने? लाखौँ रुपियाँ गच्छे नहुन सक्छ सबैको। त्यसपछि हामीले सोच्यौँ कि हामीसँग जे स्किल छ त्यही बेचौँ। बाजा बजाउनेले बाजा बजाउँ, गाउनेले गाउँ, सिनेमा देखाउने सिनेमा देखाउँ, आफै जान सक्ने बलिया साथीहरू आफै ठाउँमै पुगेर खटौँ, उद्धारका लागि खटौँ, तर खटौँ। यस अर्थमा चलचित्र कर्महरूले के गरेको छ भने हामीले चलचित्र बनाएका छौँ, चलचित्र देखाउनुपर्छ। हामीसँग के छ? चलचित्र भवन छ। हामीसँग के छ? चलचित्र छ। हामीसँग चलचित्रको कर्म छ। त्यो चलचित्र देखाएर च्यारिटी सोबाट आएको रकमलाई प्रधानमन्त्रीको दैवी प्रकोप उद्धार कोषमा राख्नका लागि 28 वटा सङ्घ संस्थाहरूलाई 10 वटा मात्रै टिकट बेचौँ। 1000 को 1500 को हरेकलाई धेरै बर्डन पनि दिनु भएन। 10 वटा टिकट बेच्न भने बेच्न त बिग डिल र एकैबद्ध भएर जाउँ भन्ने मेरो अनुरोध हो। किनभने कलाकार सङ्घले गएर एउटा सानो सहयोग गर्दा न्युज आउँदा हामीले हेर्दाखेरि अल्गोरिदमले आफूलाई मात्रै देखाउँछ, तपाईँलाई थाहा छैन। हामी दङ्ग पर्छौँ सबैले हेऱ्यो होला भन्दा थाहै पाएको हुँदैन। चलचित्रको प्रचार प्रसार पनि त्यसरी नै बिग्रेको छ। अब त्यो हराएर जान्छ। सिमिलरली निर्माता सङ्घले फेरि बेग्लै गर्छ, अर्कोले गर्छ, गऱ्यौँ भन्ने त लागेको हुन्छ, तर इम्प्याक्ट समाजमा पुगिरहेको हुँदैन। त्यसकारण सकिन्छ भने 28 वटा सङ्गठनमा कमसेकम 5 देखि 7 वटा सङ्गठन चाहिँ एकमुष्ट भएर एक तिमीहरूको तयारी भयो भनेर त्यो अनुसारको चाहिँ अगाडि गइयो भने न्युज पनि वर्दी हुन्छ र त्यसको इम्प्याक्ट पनि पर्छ र गरेको काम पनि देखिन्छ भन्ने कुरा म यहाँलाई निवेदन गर्दछु। र त्यसपछि सबै नागरिकहरूले गर्नुपर्ने कुरा हो। यो मैले भनिराख्नुपर्ने कुरा होइन, तर मैले पढ्नुपर्ने अवस्था छ। चलचित्र कर्मी सरकारवाला सङ्घ संस्थालाई यस विपद घडीमा संयमता अपनाई सङ्कटको सामना गर्न, उद्धार तथा राहतमा हातेमालो गर्न र आम नागरिकमा अनावश्यक भ्रम, त्रास तथा नकारात्मक प्रभाव पर्न सक्ने बाढी सम्बन्धी कुनै पनि अपुष्ट, भ्रामक र तथ्यहीन सूचना सम्प्रेषण तथा प्रचार प्रसार नगराउन, साथै जागरण र चेतनामूलक सन्देश प्रवाह गरी सम्बन्धित सामग्रीहरू निर्माण गरी प्रचार प्रसार गर्न अनुरोध गर्ने निर्णय गरियो। हामीसँग सेलिब्रेटेड मान्छेहरू छन्, इन्फ्लुएन्सियल मान्छेहरू छन्, उनीहरूबाट सामाजिक सञ्जालमै पनि ती सूचनाहरू हामीले प्रवाह गरिदियो भने
राम्रो हुन्छ भन्ने हामीलाई लागेको छ र त्यो हाम्रो सामाजिक दायित्व अन्तर्गत पर्दछ। त्यहाँ बाहिर हल्ला भएको हुनाले उहाँहरूलाई हल्ला नगरिदिन भन्नको लागि अनुरोध गर्छु। र अब यो के हुन्छ भने गभर्मेन्टमा बस्दाखेरि हजुरलाई पनि थाहा छ, कुनै पनि विपद आयो भने गभर्मेन्टले निर्णय गर्छ कि यति दिनको तलब चाहिँ विपद कोषमा हाल्ने भनेर। अब मेरो चाहिँ टेन्डर भोलि बेलुका राति 12 बजीसम्म मात्रै भएको हुनाले गभर्मेन्टले भनिदिएको अवस्थाको बेलामा म गभर्मेन्टको इम्प्लोइ नरहने भएका कारणले 15 दिनको तलब चाहिँ मैले त्यसमा राख्ने निर्णय गरेको जस्तै राखेको। योदेखि बाहेक केही प्रतिबद्धताहरू यहाँ छन्, यसलाई पछि सामाजिक सञ्जालबाट हामी प्रस्तुत गर्नेछौँ। यसलाई छोटकरीमा भन्दाखेरि विपद प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि राज्यद्वारा सञ्चालन गरिएका आधिकारिक प्रयासहरूमा पूर्ण सहयोग गरौँ। इन्डिभिजुअल नगरौँ, राज्यको कुलोबाट प्रयोग गरौँ। वन डुअर प्रणाली अप्नाएको छ र प्रधानमन्त्री दैनिकको उद्धार हुन्छौँ। आर्थिक सहयोग गर्न चाहने सबै चलचित्रकर्मी, सङ्घ संस्था तथा शुभेच्छुकहरूलाई सरकारले तोकेको आधिकारिक राष्ट्रिय राहत विपद कोष मार्फत मात्र सहयोग गर्न प्रोत्साहित गरौँ। राहतमा नाममा अपुष्ट ब्याङ्क खाता, क्युआर कोड लिङ्क र व्यक्तिगत सन्तुलन अभियान प्रचार प्रसार नगर्ने प्रतिबद्धता व्यक्त गरौँ। सामाजिक सञ्जाल तथा सार्वजनिक माध्यममा कुनै पनि सूचना, फोटो र भिडियो साझा गर्नु अघि त्यसको सत्यता र स्रोत पुष्टि गरौँ। पुराना असम्बन्धित र भ्रामक दृश्य सामग्रीलाई वर्तमान विपदसँग जोडेर प्रसार गर्नेहरूलाई निरुत्साहित गरौँ र अफवाह तथा गलत सूचना विरुद्ध सचेत भूमिका निर्वाह गरौँ। चलचित्रकर्मीहरूको जनसम्पर्क र सामाजिक प्रभावलाई विपद सचेतना, आधिकारिक सूचना, उद्धार तथा राहत सम्बन्धी सही सन्देश प्रयोगमा उपयोग गरौँ। आवश्यकता अनुसार चलचित्र क्षेत्रका सङ्घ संस्था तथा व्यक्तिबीच समन्वय गरी स्वयंसेवा, जनचेतना तथा अन्य मानवीय सहयोगमा सहकार्य गर्नेछौँ। विपदलाई प्रचार, व्यक्तिगत लाभ वा अस्वस्थ प्रतिस्पर्धाको माध्यम नबनाई मानवीय संवेदनशीलता, पारदर्शिता र जिम्मेवारीलाई प्राथमिकता दियौँ। सहयोग आधिकारिक माध्यमबाट मात्र गरौँ, सूचना पुष्टि गरेर मात्र साझा गरौँ र विपदको घडीमा एक अर्काको सहारा बनौँ। आजको निर्णय यही नै हो र अरू सबै साथीभाइहरूलाई एकमुष्ट अभिवादन गर्दछु। दुःखको घडीमा हामीले दुःखका कुरा गर्न पाए